हेलो वेलकम ब्याक टु माई फेसबुक च्यानल है सबैजनालाई फेरि पनि मेरो तर्फबाट सेवारो अनि जय मसी अनि सबैलाई म फेरि तपाईँहरूलाई वेलकम गर्न चाहन्छु किनभने म फेरि पनि तपाईँहरूको माझमा एकपल्ट यसरी आइसकेको छु अनि मेरो छोरो त्यसरी छोरो यहाँ आएर मसँग आएर निकै बेर बसेर गफहरू गरिरहेको छ मसँग किनभने हामी दुईजना चाहिँ आज मजाले एउटा यो मेरो एउटा होमस्टे है लाउरेलिङ बेत्सेदा होमस्टे है यहाँ आएर चाहिँ हामी दुईजना निकै बेरसम्म टाइम कटायौँ र दुईजना बाउ छोराले चाहिँ निकै गफहरू पनि गऱ्यौँ कतिवटा भजनहरू पनि गायौँ र उसलाई महिमाहरू पनि चढायौँ है र म चाहिँ के भन्न चाहन्छु भने चाहिँ है हाम्रो अहिले म चाहिँ खास गरी मेरो घर चाहिँ बिजनबारी तल अगमचोकमा हो र यसरी म यहाँ लाउरेलिङ न्यु रोडमा चाहिँ म आएको 2000 सालतिरै आएको कोरोनाको टाइममा यहाँ आउँदा चाहिँ मलाई असाध्यै राम्रो लाग्यो यो जग्गालाई चाहिँ क्या यति दामी जग्गा है इन्भाइरोमेन्ट यति दामी है साउन्ड पोल्युसन पनि केही छैन है एकदम पोल्युसन लेस भएको जग्गा है यो जग्गामा आउँदा यति साह्रो आनन्दित छु म है साह्रै खुसी मलाई साह्रै यहाँ आउँदा क्या कहीँ पनि जानु मन पर्दैन एक्चुअली म चाहिँ कलकत्तामा नोकरी गर्छु है कलकत्ता पुलिसमा म जब गर्छु जब म छुट्टीमा आउँछु छुट्टीमा आएपछि चाहिँ मलाई एकदमै म भन्नु भने चाहिँ मलाई चाहिँ एकदमै यहाँबाट जानु मन लाग्दैन क्या किनभने यति राम्रो जग्गा छ यो जग्गा लाउरेलिङ है यति राम्रो जग्गा छ पहाडी इलाका पुरा है उतापट्टि हेऱ्यो भने पुरा टी गार्डन्सहरू हामीले देख्न सक्छौँ त्यहाँबाट दार्जिलिङलाई पनि देख्न सक्छौँ है यहाँ हामीले मेरो वाइफले लगाएको हेरौँ भने यहाँ फुलहरू यति मजाले यहाँ सिँगारेर राखेको छ उहाँले है कति दुःख गरेर कति कष्ट गरेर है उहाँले फुलहरू सजाएर राखेको छ है म त यहाँ आउँदाखेरि भागेको कुरा साँच्ची नै म भन्छु भने आनन्द हुन्छ क्या साह्रै आशिषित हुन्छु क्या यो जग्गा यति साह्रो दामी छ क्या म चाहिँ साह्रै खुसी हुन्छु क्या त्यही कारणले म यहाँ आएपछि त मलाई ठ्याक्कै जानु मन पर्दैन क्या जग्गा नै दामी खाले छ नि त न्यु रोड तपाईँहरू पनि एकताल आउनुहोस् है मेरो टाढोमा हुने साथीहरू जति पनि छ फेसबुकमा मेरो एड भएको जति पनि साथीहरू छ है उहाँहरूलाई पनि म यही भन्न चाहन्छु है एकताल आउनुहोस् भिजिट गर्नुहोस् र भिजिट गरेर जानुहोस् तपाईँहरूले है अनि तपाईँहरूले फिडब्याक दिन सक्नुहुन्छ यो जग्गा चाहिँ कस्तो रहेछ भनेर हेर्नुहोस् है कति सुनसान जग्गा है जङ्गलको एकदम म मात्रै छु अरे जङ्गलको बिचमा एकदम अब यहाँ यति साह्रो बााउन्ड्रीमा छु म चाहिँ यति खुल्ला जग्गामा छ हेर्नुहोस् त कति दामी छ खालि किराहरू है क्याक 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 गरेर कराउँछ बिहान उठ्यो भने चराहरू कराइरहेको है साह्रै दामी लाग्छ मलाई चाहिँ क्या त्यही कारणले है म चाहिँ तपाईँहरूलाई सुझाव दिन सक्छु है म चाहिँ एकदम बजारको लाइफमा चाहिँ होइन मलाई चाहिँ क्या त बस्तीको लाइफ चाहिँ साह्रै आनन्दित लाग्छ यसरी म चाहिँ है छुट्टी आउँदा चाहिँ मलाई साँच्ची नै भनौँ भने म चाहिँ यहाँबाट कहीँ जानु मन लाग्दैन क्या है हुन्छ है तपाईँहरू सबैलाई यसरी मेरो पेज मेरो फेसबुक एजान भनेर है सबैलाई नै म फेरि पनि है धन्यवाद भन्छु यसरी नै मलाई मेरो पेजलाई हेर्नुहोस् तपाईँहरूले अनि फलोहरू गरिदिनुहोस् है है हुन्छ है बाई बाई फेरि पनि सबैलाई गुड नाइट